आफ्नो भरपूर प्रयासका साथ आफ्नो क्षमता विवेक र इमानदारीका साथ लाग्ने राखेको छु। या अन्य सडक अन्य विकासका लागि त्यसै किसिमले खेलकुदको विकासका लागि पनि म लागिरहेको छु। केही अपुग भएको होला मैदानमा तुफान सुदूरको सान मैदानमा तुफान सुदूरको सान जित्छौँ हामी सधैँ यही हो पहिचान मैदानमा तुफान सुदूरको सान मैदानमा तुफान सुदूरको सान
वाक्य है जिल्ला स्तरका लागि छनौट हुनुभएका सम्पूर्ण प्रतियोगी विद्यार्थी भाइ बहिनीहरू भोलि 6 गतेदेखि सञ्चालन हुन गइरहेको डडेलधुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको 15औं संस्करणका लागि यहाँहरू तयारी अवस्थामा रहेर आज हामी कार्यालयको तर्फबाट नगरपालिकाको तर्फबाट शुभकामना दिने र खेलमा सहभागितापूर्वक बिदाई गर्ने हिसाबबाट यो कार्यक्रम आयोजना भएको छ। यहाँहरू सम्पूर्णलाई म हार्दिक स्वागत गर्दछु। यसैगरी अब यो कार्यक्रमलाई म औपचारिक रूपमा अगाडि बढाउने अनुमति चाहन्छु। यो कार्यक्रम पूर्ण रूपमा औपचारिक प्रकृतिको नभएर हामी संक्षिप्तमा यसलाई पूरा गर्नेछौँ। यसैगरी मुकेश विष्ट, खगेन्द्र महर, सगुन कुमारी अवस्थी, मीना थापा मगर, तपाईँ चाहिँ म शुभकामना दिन्छु। जसरी भए पनि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यो अमरगढीभित्र ल्याउनुहुन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। एकदम हिम्मतका साथ अनि अनुशासनका साथ म यो खेलमा कुनै हालतमा पनि फर्स्ट हुन्छु भनेर भन्दा बाहिर अरू कुरा कुनै नसोच्ने अहिले। त्यसपछि रिजल्ट के आउँछ त्यो थाहा छैन। खेलुन्जेलसम्म म प्रथम नै हो भन्ने किसिमको तपाईँ जानुभयो भने शुभकामना दिँदै अहिलेको लागि चाहिँ यो कार्यक्रमलाई चाहिँ विशेष गर्छु। धन्यवाद।
त्यसै गरी 1916 रजत 12 काँस्य गरी जम्मा 47 पदकका साथ प्रथम स्थान प्राप्त गर्न सके अमरगढी नगरपालिकालाई भोलिको दिनमा हामी फेरि यो जिल्ला स्तरीय चाहिने टिमलाई लगेर प्रदेश उसमा जानेछौँ। त्यसैले खेल्ने साथीहरूले खेलको विकास जहाँसम्म हुन्छ त्यहाँसम्म तपाईँको प्रतिद्वन्दी हो, त्यो ग्राउन्डबाट बाहिर आउँदाखेरि तपाईँकै मित्र हुन्छ। भोलि तपाईँले प्रदेशमा जाँदाखेरि तिनै साथीहरूसँग हामी हातेमालो गरेर विदेश जान्छौँ र बाहिर जान्छौँ, उसमा प्रदेशको खेलमा जान्छौँ। त्यसैले आफ्ना भएका बिचमा भएका खेलका परेडमा भएका सानातिना मनोमुटावहरूलाई चाहिने सबैले चाहिने बिर्सिदिनु होला भन्ने तपाईँसँग म अनुरोध गर्न चाहन्छु। Terima kasih.